धानको बाला झुल्यो खेतैमा नेपालीलाई सुहाउँछ लरीले जमरा र रात टिकैमा। कति नराम्रो स्वर होला हौ मेरो। आया हौ गाईहरू, यहाँ चाहिँ धान लह लह हुँदैछ। पछि अलिकति तिहारमा चाहिँ अलिकति सुनमै बारीभरि सुनै सुन देखिन्छ है गाईहरू। पारिभरि सुन टल्केको देखिन्छ। अनि यहाँ चाहिँ अब सयपत्री फुलहरू पनि क्या भोलिपर्सि यस्तो फुल्छ। यहाँ सबै खेतको छेउछेउमा सबै सयपत्री फुल पनि लाउनु भएको छ नि त। अनि यो चाहिँ पछि फुल्छ अनि मुठा मुठा बनाउँदै बेच्नु लाने क्या धरानमा। सब बजार झार्नुहुन्छ, धरान बजार झार्नुहुन्छ। अनि के भन्छ धरान बजार झार्नुहुन्छ। यहाँ चाहिँ खोला छ। यहाँदेखि उता चाहिँ टेम्पो छ। यो खोलाले रोड बिगारेर नत्र यहाँदेखि यस्तो रोड छ नि त यहाँ तल घर लाने। उता मात्रै छ टेम्पो चाहिँ ऊ परसम्म मात्रै छ। अनि के भन्छ खोला, यहाँ खोलाले लग्यो नि त रोड त घरलाई पनि गुल्लुम लागेको छ। अनि त्यहाँदेखि चाहिँ ल्याउनु हुँदैन। अनि उतै राख्नुहुन्छ, उतै त्यहाँसम्म बोकेर लग्यो। अनि त्यसपछि अब लडेर मर्छ होला गाई। त्यस्तो अप्ठ्यारो छ बाटो पनि। अनि खोला पुगेर आउनु गाई। मेरो साग पनि बोकेर लानु पऱ्यो। मान्छे जति लग्यो भने यति भएको पनि खोला पुगेर आउँदैछु ल गाई। म तपाईँहरूलाई खोला पनि लान्छु, हेराउँछु खोलाको। अच्छा वाउ वाउ वाउ, हेर्नुहोस् जाडो छ। अलिक पहाड पर्छ नि त। त्यसलाई चाहिँ हेर्नु सक्नुहुन्छ गाइस। खुट्टा त यस्तो भइरहेछ यो गरेर हिँडेर मेरो खुट्टा यस्तो भइरहेछ गाइस। चप्पल चाहिँ यस्तो भइरहेछ गाइस। पछि गाइस यति मजा पानीमै बाला झुल्यो खेतैमा। गाई त्यस्तो मजा छ भने पानीमा लड्यो भने खोलामा मलाई बगाउँछ ल। खोलाले पनि फुलायो भने चाहिँ यत्रो त बगाउँदैन। अघि भुको तिर्दा फेरि मजा। मेरो सागको मुठा यहाँ छ है गाइस।